दलितको नाममा होइन एउटा सेनेटरी प्याड हुन्छ नि मिन्स हुँदाखेरि लाउने प्याडमा राजनीतिक हुँदैछ यहाँ विदेशीले प्याड बाँडे जस्तो गरेर त्यहाँबाट राजनीतिक सुरु गरेको छ विदेशीहरूले यो कुरा खोइ बुझेका यहाँका अनि 5 स्टार होटलमा सेमिनार दिएका ठाउँमा इङ्ग्लिसमा गएर बोल्ने बारवटा फाउन्डेसन भनेर बोल्ने पत्रकारहरू पनि देखियो त कहाँबाट सकेको रहेछ अनि यिनको कुरा के गर्नु देश सक्ने आफ्नो धर्म सक्ने आफ्नो चेलीबेटी सक्ने आफ्ना दिदीबहिनी सक्ने आफ्नो बाउआमा सक्ने बाउआमाको क्रिया नगर्ने आफ्नो भूमिमाथि यत्रो हुँदाखेरि यो के गरेको कुनै बेलामा चारैतिरबाट लखेटिने चारैतिरबाट गाली र आरोप अवरोह लगाउने दुर्गा प्रसाईलाई आज कांग्रेसलाई पनि दुर्गा प्रसाई चाहिएको देखिएको छ माओवादीलाई पनि चाहिएको देखिएको छ एमालेलाई पनि चाहिएको देखिएको छ यो अवस्था कसरी बन्यो होइन यो त यिनीहरुकै कारणले बनेको हो नि त यो जन्माकै दुर्गा प्रसाईलाई जन्माको कांग्रेस एमाले माओवादीले अनि गोविन्द केसी पनि हुन् सुशीला कार्की केदार भक्त माथेमा कनकमुनि दीक्षित ओ मरियाल पनि हुन् अहिलेको गृहमन्त्री एफिलिएसन नदिन जन्माकै यिनीहरुले हो र आजको टोटल राजनीतिक दल र टोटल यो सरकारको प्रतिपक्ष र नेपाली जनता र राष्ट्रको यो राष्ट्र जोगाउने फेरि म राष्ट्रवादी मान्छे हुँ को भनौँ न एकातिरबाट एक्लो दुर्गा प्रसाई र दुर्गा प्रसाईको अभियान र तपाईँ युट्युबर साथीहरू उभिनु भएको छ कुरो बुझ्नुभयो र यो लडाईँ भनेको तपाईँले के बुझ्नुहोस् भने राष्ट्रघाती र राष्ट्रवादी बीचको लडाईँ हो र मङ्सिर 7 गतेले एउटा किता